हेलो नमस्ते नमस्कार सबैजनालाई मेरो टिकटकमा फेसबुकमा म आज शनिबार मेरो आज बिदा भएको हुनाले म यहाँ पार्कमा आएको छु। यो हाम्रो रुमको नजिकै रहेको पार्क हो। पार्कमा सुन्दर पार्क छ, चारैतिर हरियाली छ, रुख बिरुवाहरू पनि छ। धेरै बच्चाहरू विभिन्न उमेर समूहका मानिसहरू यहाँ मनोरञ्जन गर्न आउँछ, खेल्न आउँछ, हेर्न आउँछ। र यो पार्कको कुरो गर्ने हो भन्दाखेरि यहाँ विभिन्न किसिमका सुविधाहरू दिएका छन्। अलि पर तपाईँले हेर्नुभयो भने जिमहरू गर्ने दिएको छ, यहाँ बच्चाहरूलाई खेल्न दिएको छ। त्यस्तै गरी बास्केटबलको राम्रो कोर्ट बनाएको छ, खेलिराखेका पनि छन् साथीहरूले। साइक्लिङको व्यवस्थाहरू छ, यहाँ झुला झुल्नेहरू पनि छ। विभिन्न उमेर समूहका मान्छेहरू मर्निङ वाक इभिनिङ वाक गर्न आएको हुन्छ। बच्चाहरू साइकलको लेन दिएको हुनाले मजाले बच्चाहरूले पनि साइकल सिकिराखेका कुदाइराखेका हुन्छन्। र म यो पार्कलाई थोरै के भन्न चाहन्छु भन्दाखेरि जस्तो हाम्रो मझौलियामा छ नि ब्रह्मस्थानसँगै जोडिएको त्यो ऐलानी जमिन, त्यो जमिनमा पनि यस्तै पार्क बनाउन पाएको भए कति मजा रमाइलो हुने थियो होला। यसमा पनि त्यो भित्र त अब भलिबलको कोर्ट मजाले पनि बनाउन सकिन्छ। यस्तो साइक्लिङहरू पनि साइकलको लेनहरू बनाउन सकिन्छ। त्यसै गरी अशोकको रुखहरू छेउछेउमा लाइनिङ गरेर पनि लगाउन सकिन्छ, मिल्छ। र बिहान बेलुका यदि त्यस्तो बनाउन सकियो भने बिहान बेलुका मर्निङ वाक गर्न, जिमहरू गर्न, एक्सर्साइजहरू गर्न र इभिनिङमा त्यस्तै जुन तरिकाले यहाँ जम्मा हुन्छ भएको छ नि मान्छेहरू, त्यस्तै हामीले पनि त्यहाँ पनि जम्मा हुन सक्थ्यो, छलफल गर्न सक्थ्यो, बस्न पाउँथ्यो। सुन्दर ठाउँ पनि छ हाम्रो ब्रह्मस्थान नजिकमा ब्रह्मस्थान छ, सँगै गाउँ पनि एटेप जोडिएको हुनाले धेरै रमाइलो हुने थियो होला। र सँगै त्यहाँ अब टोयलेटको पनि सुविधा छँदैछ, सरकारी भवन पनि छ। त्यसैले मेरो विचारमा यस्तो पार्क बनाउनु पाएको भए त्यो जमिनमा अति नै उपयुक्त हुन्थ्यो होला। हाम्रो त्यो गाउँको नजिकैको साथीभाइहरूले यदि सुनिराख्नु भएको छ भने तपाईँहरूको विचार के छ? यस्तो पार्क बनाउनु राम्रो या नराम्रो, या पहिलाको जस्तै रहिराख्नु राम्रो? पहिलाको जस्तो त कुनै पनि हालतमा रहिराख्नु राम्रो हुँदैन, विकास गर्नुपर्छ। यस्तो कुरोहरू ल्यायो भने भोलि गएर हामीलाई नै राम्रो हुनेछ। सो थ्याङ्क यू, धन्यवाद। आफ्नो विचारहरू राख्नु होला।